हामी फेरि आफ्नो इभिनिङ वकको भिडियोमा जाँदैछौँ। यहाँनिर हजुरलाको त्यो इभिनिङतिर जाने भयो। म चाहिँ चल पनि यो भिडियोमा थियो अलिअलि इभिनिङ वकमा मेरो दिदी यहाँ फेरि अघि जस्तो फटफटाउन थाली गाइस। यो फटफटाइरहेको छ हेर यता हेरौँ न बच्चा जस्तो बच्चा अरू के म चाहिँ चल परि यस्तो घुमेर जाने कि सिधा घुमेर जाने कि सिधा देख्यो यो मेरो दिदी सोधिरहेको थियो घुमेर जाने कि सिधा सिधा जाने हो नि यसलाई बाटो पनि थाहा छैन यार गाइस पागल भइसक्यो गाइस दुईटा बाटो छ मैले सोधे हो यताबाट के बाटो त्यही भएर यो दिदी यता पागल भइसक्यो होइन है मेरो भाइ चाहिँ पागल हो मा पागल मेरो भाइ हामी गइरहेको छौँ यता घर बनिएर यहाँबाट पागल एकदम पागल मेन्टल हस्पिटल लानुपर्ने भएको मान्छे चाहिँ मेरो भाइ हो। चल परि गाई चाहिँ मोबाइलमा ब्लुटुथ कनेक्ट भयो कि भएन भनेर हेरौँ र हाम्रो भ्यू हेर्दै जानुहोस्। सनसेट चाहिँ अघि भइसक्यो चरपली भन्दै चरपडी जालो कि म त चरपडी त गाईको खोलान छ खोल थला भन्छ खोदान भन्दै यहाँ दिदी मलाई सिकाइरहेको थियो मेरो दिदी दिमागदेखि अलिकति मेन्टल थियो क्या मेन्टल एक्सक्युज मी गाइज हस्पिटलमा लगेर राख्नुपर्ने क्या मैले अझै पनि भन्छ यसको कुरालाई हजुरहरूले सिरियसली नलिनु होला र गाइज हाम्रो यसको टाइटल त भनेनौँ कि फर्स्ट भिडियोमा पनि भनिरहेको छु यसको कुरालाई सिरियसली नलिनु होला यसको चाहिँ बुद्धि फुस्किन हामीले पनि भने यो मान्छे अलिकति जे पाइदियो भन्छ अहिले भर्खरको टाइटल त भन्नै बिर्स्यौँ कि गाइज हाम्रो टाइटल हो कि हामी अहिले मामाको दोकानमा गइरहेको छौँ इभिनिङ वक गर्दै त्यही भएर हामी यहाँ भ्लगिङ छ अब डेली त मिल्दैन भ्लग यहाँ चप्पल त्यस्तो मुला चप्पल सरी गाइज ब्याकग्राउन्ड म्युजिक अलिकति वेयर छ त्यसलाई ब्याकग्राउन्ड म्युजिक अलिक वेयर छ प्लिज यसलाई सिरियसली नलिदिनु चाहन्छु। यो दिदी यस्तै भतबाट आउँछ क्या बाहिर क्रिकेटको अब जो बच्चा रोको क्रिकेट एन्ड बच्चा रोको सिम्पल हो है गाइजहरू हामीसँग स्यामसङ छैन त्यही भएर हामी ब्याकग्राउन्डलाई डिलिट हाल्न सक्दैनौँ क्या गाइज अलिअलि लो टाइपको हुन्छ क्या लो जज नगरौँ हामी चाहिँ इभिनिङ वक भनेर त बोका किन्न अरे हामी त दोकान गएर जस्ट हामी अब पसल दोकान जान्छौँ अनि त्यसपछि केही कुरा किन्छौँ है कोका कोला भन्ने कोका कोला भन्ने चिज एउटा मान्छेले खाने कोला हुन्छ त्यही क्या जस्ट फर जोक हो गाइस जोक गरिरहेको दोकान आइपुग्यो मैले दोकानको प्रिभ्यूमा लालपरी उहाँ चाहिँ हाम्रो मामाजी अब त हामी जान आँट्यौँ क्या उहाँ हाम्रो मामाजी हो अब हामी के छ र कोका कोला मैले चाहिँ एउटा कोका कोला मामा मलाई स्प्राइट दिनु बरु मामा एउटा स्प्राइट एउटा कोक यहाँनिर त रहेछ नि त स्पाइसी नुडल मामा हामीलाई चाहिँ स्प्राइट दिनु ल यसलाई कोला कोला मलाई स्प्राइट
मामा दुईटै छ खोलेर तर क्यामेराम्यान गाइजहरू हेरौँ न मेरो दिदी ठग्दै मलाई क्या दिदीको नाममा कलङ्क हेरौँ न मलाई ठग्दै यत्रो क्यामेराम्यान बसिरहेको छु मलाई ठगी दिस गरी ठगी बिरको सहित छ हामी एउटा इन्जोय यर ड्रिङ्क आई विल इन्जोय माई कोका कोला जाँदैछौँ ड्रिङ्किङ स्प्राइटहरू गाइजहरू पछाडि चाहिँ म हेर्छु मलाई मेरो खाने स्टाइल अहिले यो गोरुले उता पछाडि हाइड भएर के बोल्नु क्या खाना कुकुर आउँछ पछि तेरो बेस्टफ्रेन्ड त्यो होइन त भाइ नि मेरो हात गलिसक्यो क्या पक्रिन बाट तँलाई त दिन अहिले भात दिन्छस् बन्दर क्या जाने अदरक का स्वाद एउटा मान्छेले दिदी सुटाइरहेछ होइन मेरो स्कुलको साथीले गाइस मेरो एउटा म ओरेन्ज बेल्ट पुगेँ कि मलाई आज एउटा मान्छेलाई धोबी हान्नु मन लागिरहेको क्या खेल्ने तरिकाले आज हामी हजुरहरूलाई आफ्नो घरको टुर बत्ती खोलेरै दिन्छौँ रातिको झिलिमिली बत्ती टुल्लुल्लु झिलिमिली बत्ती टुल्लुल्लु भिडियोमा पज के किन हामी खोल्न जाने क्या अलि गाइजहरू हामी घरभन्दा चाहिँ अलमोस्ट आइसक्यौँ कि अब हामी हजुरहरूलाई आफ्नो घरको त्यो फुल्ने बत्ती बालेर दिन्छौँ हाम्रो घरको नि तिहारको नि झिलिमिली बत्ती बालेर दिन्छौँ ल गाइज दादा मेरो मम्मी यता हेर्नुहोस् गाइज गेट लगाएर आइज भन्दै हुनुहुन्छ मेरो मम्मी
सक्यो सक्यो खा म खान्न हालिदिन्छु म लेख यता हेर्नु केही पनि पोखायो कि मलाई त मलाई ओमन भइसक्यो कि त्यो म खान्न ल गाई हजुर मलाई हेटिङ चाहिँ नदिनु ल चाबी फ्याँकौँ न मामु माथिको झिलिमिली बालिदिनु हौ एउटा हामी यहाँ भिडियो बनाउने क्या चाबी लगाइदिए ल चाबी लगाएर मेरो दिदी यहाँ हेटिङ गरिरहेको थियो क्या मलाई एउटा गेट लगाएर चाबी लगा भन्छु मान्दिनँ त केहरू कुटुम गाइजहरू यसलाई कुटुम उठाएर चाबी दियो भने मलाई नक्कल बनाइरहेको छु गाइस कुटुम उठ्दिनु पर्यो पागल हुन्छ ए पागल भनेको थियो ले लगा तर गाला फुट गाइज त हामी स्कुटीमा बस्दै चलाङ हान्दिरह पुइ एक्सिलेटर दिने पुइ कुद्छ क्या गाइज दारू की मुझे चल पड़ी गाइज यार हाम्रो त अन्य सानो हो होइन छक्का सानो सबै हुन्छन् लानो लानो सानो हिन्दिस मेरो डानो ल्याम्ना प्याम्ना खान्जिस मेरो गाम्ना यो सेलमिना पेङ्गिना स्टिल ब्रान्डर सिङ्गिना तुङ साहु त साहु गाइजहरू मेरो दिदीले एउटा गेट पनि धाल्न सकेको छैन म चाहिँ गाना गाउँदै बसाइदिएको दिदी त कहाँ माथि WWE को फाइटर वुमन रेन्जबाट त कहाँको फाइटर कुकुर भइसक्यो त रहेछ लाल परी गाइजहरू त पाल परी यहाँ दिदी पागल औरत भइसक्यो यसको डायलग पागल औरत हामी भइसक्यो पागल औरत के भन्नु त गाई लाल परी गाइजहरू त परी गाइजहरू अघिको भिडियो त बिहान थियो अलिअलि राति भयो गाइस राति भएर त ब्लर भयो ब्लरदेखि जजमा हान्नु ल जज भन्यो म त फ्ल्यास लाइट अन गरिदिन्छु तर माथि पुगेपछि फ्ल्यास लाइटको जरुरत पर्दैन हामी अब हजुरकै लागि यत्रो सपोर्ट चाहिँ हान्ने ल गाइस सपोर्ट गर्नु पर्यो दारू के हुन्छ चल पडी अब यता चाबी लगाउनु पर्यो दिदी यता लगाउनु त हामी यता एकछिन भिडियो गर्छौँ यता हाम्रो आमाले आफ्नो अगाडिको यो भिडियो टिभीमा पुरै हेरिरहनु भएको गाई ए आमाले हाम्रो बाइक चाहिँ सर्कसहरू गर्दा भिडियो मनपर्छ आइज मेडीले चाहिँ फेरि कोकोकोला र स्प्राइट मिक्स गरेर खाइरहेको छु यो बुद्धुलाई नि गाईहरू के गर्नु पिडौँ गाईहरू पिट्नु पर्यो स्टप भइन् क्या अहिले हामी एकछिन कम्प्युटर हेर्छौँ त्यही भएर अहिलेको लागि गाईहरू टाटा बाई बाई गुड नाइट